त्यो एक पक्षले मात्रै गल्ती हुन्छ, एक हातले ताली मात्रै बाज्छ। हजुर एक हातले ताली बजाएर उच्च रक्तचापको समस्या त छैन नि हैन? मेरो खराब पानी छ, मेरो खराब। गरिबी कति घट्यो, शिक्षामा कति सुधार गर्यौं, हामीले स्वास्थ्यमा कति सुधार गर्यौं, अहिले खेलकुदको क्षेत्रमा तपाईहरुले सबै गरे भए जनताले तपाईहरुलाई यो ठाउँमा पुर्याउँदैन थिए है। प्रत्यक्षमा 9 सिट। तपाईहरुको सबभन्दा ठूलो समस्या चाहिँ मलाई कहाँ हो जस्तो लाग्छ भने म अरु विषयमा त जान्छु नै। तपाईहरुले राष्ट्रिय स्वतन्त्र पार्टी उसले प्राप्त गरेको फागुन 21 को मत र संसदमा उहाँहरुको उपस्थिति त्यो पचाउनै तपाईहरुलाई गाह्रो भएको छ क्या। तपाईहरुलाई हाजमला चाहियो। यो घडीले चाहिँ तपाईलाई कहिल्यै नछाड्ने भयो। अब सुन्नु न, एउटा कुरा के आज पनि जनता जान्न चाहन्छन् कार्यक्रम गर्यो, तल कमेन्टमा लेखिहाल्छन् घडी चोर। सुदन किराँतीजी, अबको वैकल्पिक शक्ति को हो त? श्रम संस्कृति पार्टी सपनामा कि विपनामा? प्युठानी जनता साँच्चै बाठा हुनुहुँदो रहेछ होइन। थरी थरीका माला सूर्य थापालाई भोट चाहिँ अरूलाई दिनुभयो। रवि लामिछानेको सन्दर्भमा तपाईहरुले के गर्नु भएको थियो? सुन्नु न, त्यो रवि तपाईको पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले त्यति बेला कस्तो व्यवहार गरेको थियो? म तपाईलाई दावाका साथ कति प्रतिशत साधेको थियो? हैन, सरकारले साधेको हैन, रातारात पीडितहरूले उजुरी बाहिर भन्छन् त। सुन्नु न, अन्तिम इच्छा समेत सोधियो, पीडितहरूले बेडरुममा उजुरी पुगेर बेडरुमबाट उठाएर रातारात पोखरा पुर्याइयो, त्यो पुलिसले गरे होला के? पुलिसले पुर्याइयो, पुलिसले गरे होला। पुलिसले किन गर्यो त्यो? अहिले पनि त प्रहरीले गरेको होला नि त त्यसमा। अहिले पनि त प्रहरीले गरेको होला नि त त्यसमा। एउटा घोषणा गर्नुस् न, उहाँ दोषी देखिनु भयो भने तपाईले सांसद पद त्यागेर बजाङमा गएर हलो जोत्न तयार हुनुहुन्छ? बजाङमा गएर हलो जोत्न तयार हुनुहुन्छ? तपाई माथि पनि सडकमा प्रश्न उठ्न थालिसक्यो। कोही एउटा माथि घरमा अनसन बसिरहेको मान्छे परिचालित मान्छेलाई ल्याएर जाने तपाईले अन्याय गर्नुभयो। प्रमाण चाहिएन, कानुन रूपमा हुनु परेन। कोही मान्छे परिचालित ढंगले ल्याएर डर लाग्दैन? किन डर लाग्ने? गल्ती गर्नु भएको छैन विगतमा? गल्ती गरे भए चाहिँ के म सांसद जितेर आउँथे होला र? हावा नचलिकन पात हल्लिन्छ। यो बाँदरको सन्दर्भमा यो रासोपा आएपछि बाँदर आएको होइन नेपालमा। यो फेरि यही भन्दाखेरि म बिचमा गाईकाण्डमा परे। यो धरतीमा जति मान्छेको अधिकार छ काण्डमा पर्ने जति जिम्मा चाहिँ ठ्याक्कै तपाईले लिएछ होइन। यसो सब मैले फेरि पनि भने बोल्दै गर्दाखेरि पर्ने कुरा मैले अहिले पनि के बताउन खोजेँ, एक तोलाको जिब्रो धेरै फड्कार्नु हुँदैन क्या। संसदमा बाघ जसरी गर्जिनुहुन्छ, एक काण्डको छानबिन गर्नुहोस्, ओपन च्यालेन्ज हो भन्नुहुन्छ, अनि सरकारले छानबिन गर्छ, पक्राउ गर्छ, अनि प्रतिशोध देख्नुहुन्छ तपाईँ। संसदमा बाघ जसरी गर्जिने अनि छानबिन गर्न थालेपछि म्याउ गर्ने नेकपा एमालेको स्वभाव। मेरो खराब पानी छ, मेरो खराब। विष्णु पौडेललाई पक्राउ गर्ने बित्तिकै राजनीतिक प्रतिशोध देख्ने दोषी चस्मा कस्तो है? दोषी चस्मा कस्तो है? आफ्नो फाइदाका लागि भागभण्डामा जाने। फाइदा कहाँ लिएँ मैले? फाइदा कहाँ लिएँ? सभामुख लिनुभयो त। सुशासन हैन र थितिको शासनको ग्यारेन्टी हुन सक्छ, त्यो चाहिँ भन्नु न बरु। क्यूआरमा पैसा त्यो चाहिँ भन्नु न बरु। हिजो पूर्वमा सुन्नु न, हिजो नामै बोलाउँदा के सुन्नु न नामै बोलाउँदा के सुन्नु न उहाँहरूलाई कस्तो लागेको छ भने कसरी हुन्छ बालन शाहलाई घुँडा टेकाउने, राति पार्ने, झाँको झार्ने। उहाँले अघि पनि जसरी जुन ढङ्गले उहाँ आउनुभयो, आउने शैली नै त्यही हो। त्यसलाई बालन स्टाइल भन्छ। कुलिङ अफ पिरियडमा कुलङ्गारका रूपमा काम गरिसकेपछि जनताले तपाईलाई कुलिङ पिरियडमै राखिदिए। मैले तपाईँकै केही पार्टीका नेताहरूसँग अनौपचारिक संवाद गर्दा वर्षै पछि बुझाएको छ, अहिले पनि माग्यो। अब तपाईँहरूको सम्पत्ति विवरण आइसकेपछि तपाईँहरू कहाँनिर जाकिने हो थाहा छैन। मसँग धरौटी राख भन्ने हो भने 10 रुपियाँ हुँदैन। कहाँबाट हुन्छ? केपी ओलीजीले 10 रुपियाँको समस्या छ? समस्या छैन, यत्रो बिग्नु सारा देश चलाएको छ, व्यापारी चलाउँछ, तस्कर चलाउँछ, भ्रष्टाचारी पाल्ने उसै हो, भ्रष्टाचारीलाई जोगाउने उही हो। वाह क्या एक्टिङ कर रहा है। अध्यक्ष केपी शर्मा ओली, सचिव महेश बस्नेत र सूर्य थापा। एमालेमा अरूले जितोस् बरु, तर यो 3 जनाले चाहिँ जित्दै हुन्न भन्ने थियो। मलाई चाहिँ एउटा आलोचना के थियो भने कम बोल्छ, रुखो बोल्छ, घुलमिल पिरेर बोल्छ, घुलमिल बोल्छ। मैले कपडा बिहानैदेखि भिजाएर राखेको, सूर्य थापा कता गएछन्, आउलान् र धोलान् भनेको आइरहेनन् भन्ने देख्नुभयो। अनि तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको त्यागलाई चाहिँ कसरी स्मरण गर्नु? आफू सभापति भएर पनि अर्को व्यक्तिलाई प्रधानमन्त्री प्रस्ताव गर्नुभयो। छाती होस् त रवि लामिछानेको जस्तो, अर्को साम्बाङको जस्तो होइन भनिरहेछन्। चित्त नदुखाइकन एउटा जवाफ दिनु होला। सामाजिक सञ्जालमा मैले धेरै पढिने कमेन्ट मध्येमा त्यो देख्छु, एमाले बरु मान्छे एमाले बन्न सक्ला, हैन एमाले चाहिँ मान्छे बन्न नसक्ने भयो भन्छन्।
तपाईँको घरमा कार चाहिँ कतिवटा छ ठ्याक्कै भनिदिनुहोस् न आज। होइन कार घरमा छ मेरो, कतिवटा छ? एउटा छ र एउटा यहाँ छ। अनि त्यसपछि चाहिँ एउटा चाहिँ त्यसमा कार चाहिँ घरमा राख्ने, साइकल चढेर सर्र हुइकिने हैन त। गृहमन्त्री सुदन गुरुङले दबङ शैलीमा धमाधम काम कारबाही गरिरहनु भएको छ। उहाँ एक्सन ओरिएन्टेड गृहमन्त्री। के शैलीमा? तपाईहरुको त सातो गएर डराएर विरोध गर्न थाल्नु भयो हैन? मेरो खराब पानी छ मेरो खराब। देशमा एकजना गृहमन्त्री हुनुभएको छ, उहाँले काम गर्दै हुनुहुन्छ। उहाँले हिन्दी चलचित्र नायकको अनिल कपुरलाई फ्लप खुवाइसक्नु भयो। तपाईहरु कहाँ हुनुहुन्छ? तपाईहरु कहाँ हुनुहुन्छ? माथि चिलायो भनेर सबैलाई ऊ भर्काउने, भित्रबाट चल्ला मुनिबाट चल्ला छोड्ने काम गर्नु भएन। मैले भने जस्तो हाम्रो प्रधानमन्त्री चल्ला चोर्न कहाँ जानुहुन्छ तपाईहरु? भात बिग्रिए जाँड बन्छ, मान्छे बिग्रिए एमाले। मान्छेलाई एमाले बनाउन सकिएला, तर एमालेलाई मान्छे बनाउन सकिँदैन। सुदन किराँतीको स्वभाव भनेको चाहिँ माउ खाने, जहाँ गयो त्यही प्वाल पार्ने, जुन थालमा खायो त्यही थालमा फोहोर गर्ने। स्वर्गबाट बीपी कोइरालाले पनि गिज्जाइरहनु भएको छ अरे के भनेर गाली गरिरहनु भएको छ। पहिलो जननिर्वाचित प्रधानमन्त्री जनताको मतबाट बीपीको समाजवादलाई पोलेर खानु। एउटा समय थियो मान्छे केपी ओलीसँग हात मिलाउन पाए हुन्थ्यो भन्थ्यो। एउटा समय आयो मान्छेसँग केपी ओलीसँग हात मिलाउन पर्ला जस्तो। गृहमन्त्रीको छानबिनको प्रश्न तपाईँले उसमा गर्नुभयो। गृहमन्त्री पाउनुहोस्। तपाईँहरूले दुधले नुहाइदिइसक्नु भयो त। सुदन गुरुङ सुन्नुहोस् है, म भनिदिएँ गलत नहुन नै सक्थे, त्यसमा ठिक छ, तर त्यसको विधि चाहिँ त्यस्तो देखियो। रक्सीले नुहाएर आउनु भन्दा त दुधले नुहाएर आएको राम्रो भएन त? धरानमा तपाईँले त्यहाँको कार्यपालिकाका सदस्यहरूलाई, त्यहाँका जनप्रतिनिधिहरूलाई वाक्क दिक्क बनाउनु भएको थियो। मैले धरानले बल्ल 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 त्राण पायो। अब सिंहदरबार आउनुभयो, तपाईँ आलोचकले के भन्छन्? धरानले सुन्नु न, स्वयं जसले पक्रेर ल्यायो त्यही संस्थाको प्रमुखले फोन गर्दा उहाँले भोलि बिहान म काठमाडौँ आइपुग्छु भनेर भन्नुभएको छ। आखिर त्यही कार्यक्रम सकेर आउने साथीहरू पहिले आउनुभयो, उहाँलाई त धेरै ढिलो ल्याइयो। आखिर अनुसन्धान हुनु नै छ, विलम्ब कसरी भयो? त्यसबीचमा त तपाईँहरूले अनेकन माइक्रो म्यानेजमेन्ट गर्ने अवसर पाउनुहुन्छ नि त। चोचो मोचो मिलाउन पाउनुहुन्छ। खास तपाईँको नाम चाहिँ हर्कराज राईको सट्टा विरोधराज राई राखे भए एकदमै राम्रो हुन्थ्यो। उहाँको कामै विरोध विरोध र विरोध। किन यस्तो छवि बनाएको? नाम होस् बदनाम होस् गुमनाम नहोस्, रामहरि खतिवडाको एक समयमा नाम थियो, त्यसपछि बदनाम हुनुभयो बिचमा, अहिले गुमनाम हुनुहुन्छ। त्यत्रो चाहिँ के भनेदेखि विभिन्न किसिमको घटना घट्यो नि त। कोरोना आयो, भूकम्प आयो, तपाईँ सुन्नुहुन्छ भने त्यत्रो जेनजी हामी अनेकौँ किसिमको। कोरोना 2019 को अन्तिममा आएको, 2072 मा आएको। यस्तो हो क्या? तपाईहरुले यो देशमा 36 वर्षदेखि खाएको। कुलमान घिसिङलाई पनि भित्राउनु भयो। कुलमान घिसिङलाई 12 दिनमै उकुस मुकुस बनाइदिनु भयो। 12 दिन होइन नि, 2 दिनमा। म भनिदिन्छु नि, उहाँलाई त 2 दिनमै उकुस मुकुस पारिदिएको हामीले। उहाँमा नि एउटा आँखाभित्रमा नि प्रधानमन्त्री बन्ने सपना देखियो, उहाँमा एउटा त्यो पलायो। एउटा कुरा के भन्दाखेरि कोमामा पुगे जस्तो भयो भन्दै हुनुहुन्थ्यो उहाँले 12 दिनमै। जेनजी आन्दोलनमा सहभागीलाई तपाईहरुले ल्याउनु होइन। यसको पहिला बुझ्नुस्, तपाईँ एउटा कुरा पहिला बुझ्नुस् है। यहाँ बुझ्नु जसरी म बुझाउँछु एकछिन, तपाईले भन्नुभयो म बुझाउँछु। जगदीश खरेल, महावीर पुन अनि बब्लु गुप्ता अनि सुदन गुरुङसम्मलाई जोड्नुभयो तपाईहरुले। 4 जनामा कुलमान घिसिङलाई चाहिँ हाम्रो भन्नै मिलेन हैन। उहाँले पनि राजनीति गर्ने भनेर उहाँलाई त कोमामा पुर्याइदिनु भयो। ठीक छ, एउटा विषय। उहाँलाई त कोमामा पुर्याइदिनु भयो। ठीक छ, एउटा विषय। गरिबको चाहिँ कुरा गरिरहने, गरिबको काम कहिले नगर्ने प्रवृत्तिको अन्त्य गर्न खोज्छ। गरिबको चमेली बोल्दिने कोही छैन भन्ने, अनि गरिबको टहरामा गएर डोजर चलाउने। श्रम संस्कृति पार्टी चाहिँ हर्क संस्कृति पार्टी भनेर राख्दा हुँदैन बरु? एक महिना भाषण राष्ट्रपाललाई हेर्नु न भने कम्तीमा तपाईँ एकचोटि एमाले काङ्ग्रेस नेकपालाई त कम्ती धन्यवाद भन्नुहोस् क्या। तर 5 वर्ष अलिकति हामीलाई सिक्ने एउटा ठुलो उनीहरू चाहिँ अहिले रोपेको बदाम जस्ता छन्, तपाईँहरू चाहिँ सिलो खोज्ने बदाम जस्तो हुनुहुन्छ। तपाईले त्यही चीज उत्तर माग्दाखेरिमा टेबल किन उठाउनु पर्यो? टेबल मैले किन हान्नु पर्यो? मैले फ्ल्याङ मर्यादा पालक माथि किन चढ्नु पर्यो? हामी त आफ्नो अधिकार खोजेको, प्रतिपक्षको अधिकार कुर्सी उचालेर पाइन्छ भने आज जमानामा त्यो उचालेर मैले राख्नलाई उचालेको सर। तपाईको झोलामा तपाईको एउटा फोटो आयो नि हैन पुरा? त्यो त एआईले बनाएको सर। मैले यसरी गरेकै छैन। नारा लगाउनलाई हात यसरी उठाएको हो। सेतकले उठाउँछ नारा लगाउन। हामी विद्यार्थी हुँदा नारा लगाउँदा त यसरी लगाउँछ। मैले कुकुरले पुच्छर हल्लाउँछ कि पुच्छरले कुकुर हल्लाउँछ भन्छ हैन? यस्तो छ, कुकुरले पुच्छर हल्लाउँछ र पुच्छरले कुकुर हल्लाउँछ भन्दा पनि
दिमागले चाहिँ हातखुट्टा सबै हल्लाउँछ, त्यो दिमाग चाहिँ हामी हो। त्यो गलत हो नि, नेपालीले आफ्नो तपाईँले पौडा गरेर पाउनुहुन्छ एउटा कुरा भएर मैले मर्थे भन्नुभयो नेपालीहरू धेरै तपाईँले पाउँदै होइन मैले फेरि पनि भने देखिको यसलाई तपाईँले त्यो भन्नु भनेको यो हाम्रो कम्युनिटी म प्रश्न चाहिँ कहाँ जान लाग्यो भने मेरो यो कार्यक्रमको फर्मेटमा एउटा तपाईँलाई मेरो अनुरोध छ, एउटा र अर्को चाहिँ मैले प्रश्न नसोध्दासम्म वादविवाद नगर्ने फर्मेट हो, किनभने पालना गर्छौँ हामी त्यसो गरौँ भन्यो तपाईँहरू गरिरहनु भएको छ। मेरो तपाईँहरूप्रति साधुवाद सुरुमा भनिदिएको भए हुन्थ्यो। हामी मिलेर जाँदा के भयो त? सत्ता तपाईँहरू चलाउनुहोस् 5 वर्ष मिलेर चाहिँ किन जाने? हिजो तपाईँहरू मिलेर हिजो देवराज घिमिरेले पनि उहाँहरू 21 जना हुँदा देवराज घिमिरेले उहाँ 21 जना हुनुहुन्छ मान्नु भएको थियो। शाहको व्यक्तित्व देखेर चाहिँ तपाईँ लोभिनुहुन्छ अरे होइन? किन लोभिनु? उहाँको टी सर्ट प्यान्ट कोट लाएर ट्यागको उहाँको व्यक्तित्व छ नि त्यस्तो, त्यो अनि हर्क साम्पाङ चाहिँ जिपर पनि लाउनु बिर्सिनु। ऋण लिएको छ है, 4-5 जना बस्यो होइन, अनि देश बनाउनको लागि ऋण त लिनु पर्यो नि, पुँजी चाहियो। हामीलाई दियो भने म एकै पैसामा ऋण लिन्छु, लगानी चाहियो। तपाईँलाई म लेखेर दिन्छु अहिले नै भने हर्क साम्पाङले त्यो देश चलाउनु पायो भने हामी बिना ऋणकै चलाउँछौँ, बुझ्नुभयो? त्यो हुत्ती छैन भने छोडिदिनु भनेर मैले श्रमदान गरेकै भरमा देश चल्छ त। त्यो धनकुटाको मैले उहाँको मलाई नाम पनि याद छ, उहाँ त्यो किसानको नाम चाहिँ गोविन्द केही हो। उहाँको त मकैबारीको जुन हालत भयो बाँदरले, यस्ता धेरै समस्या जनताका छन्, यो समाधान गर्न कहाँ जाने, कहिले समाधान गर्ने?